र त्यो 70औं परिच्छेद थवाङ र त्यसपछि उपसंहार भन्ने पनि छ र भाग 1 कुमाऊकी छोरी भन्ने छ। यो सुनन्दा भन्ने जो यो नोभेल यो उपन्यासको मुख्य पात्र हुन्, नायिका हुन्। तिनी सुनन्दा सुरुदेखि नै यो कौसानीदेखि उपसंहारसम्म सुनन्दा देखिन्छन्। तर यो नोभेल उपन्यासको नाम भन्ने जलजला छ भन्दाखेरि यो जलजला हामी बीचमा जलजला भेट्छौँ। जलजला फिजिकली थोरै समयमा बनारस, दिल्ली, कुनै कुनै बेला काठमाडौँमा भेटिन्छन् जलजला। तर अप्रत्यक्ष रूपमा लेखकले जहाँ पनि जलजला देख्छन्। जलजला यहाँसम्म कि यो अहिलेको अन्तरिक्ष यात्रा, यो ब्ल्याक होल सम्मको यात्रा गर्छिन् जलजलाले। एउटा जलजलाको आफ्नै कथानक छ यसमा। तर मेन गरेर त्यो सुनन्दा भन्नेले यो उपन्यासलाई नेरेसन गरेकी छन्। भन्नाले मुख्य पात्र छिन्, नेरेसन त राइटर आफैले गरेका छन्। र यो राइटर को हो त भन्दाखेरि यसमा अजित भन्ने पात्र छन्, एकजना मुख्य पात्र। यो सुरु हुन्छ, यो कौसानीबाट सुरु हुन्छ, त्यो दार्चुलाको वारिपट्टिको कुमाऊकी छोरी भनेको छ। तिनले सिङ्गो कुमाऊको बारेमा बताउँछिन्, त्यहाँको पर्वतारोहणको बारेमा बताउँछिन्। उनी सुरुमा पर्वतारोही बन्छिन् भन्नाले सुरुमा उनको घर सानै 4-5 वर्षको हुँदाखेरि नै यो उपन्यासको सुरुवात हुन्छ। चञ्चले एउटा बालिकादेखि लिएर पुरा सारा ब्रह्माण्ड देख्नेसम्म कि पिएचडी, इतिहासबाट पिएचडी गर्ने, दिल्लीमा गएर तपाईँको स्कलरसिप, पिएचडीको स्कलरसिप पाउने, कोठा पाउने त्यहाँ युनिभर्सिटीमा सम्म कि हुँदासम्म उनको मुख्य भूमिका हुन्छ। र उनको साथी हुन्छन् एकजना विद्या भन्ने। त्यो विद्याले उनलाई जलजलाको बारेमा मेसेज, सन्देशहरू दिने गर्छिन्। सुरुमा अजितले लेखेको लेख एउटा बाट लेख पढ्छिन्, विद्याले तिनलाई लेख दिन्छन्, जलजलालाई लेखेको चिठी। त्यहाँबाट यो उपन्यास सुरु हुन्छ। र जलजला भन्ने एउटा रोल्पाको पहाडको नाम हुन्छ। त्यो रोल्पामा थवाङ भन्ने गाउँ छ। त्यो थवाङमा जलजलालाई कम्युनिस्ट पार्टीको काम गर्न पठाउँछन् अजित। र सुनन्दा एउटा इमेजिनरी, त्यो कल्पनामा मात्रै जलजलालाई भेट्छिन्, लेखहरूमा भेट्छिन्। र उनलाई खोज्न भौतारिँदै लामो यात्रापछि कौसानी, केदाली मेला, पर्वतारोहण, लक्ष्मी आश्रम, कामरेड गढवाली, चिपको आन्दोलन, सिनोप्सिस, नेपालतर्फ भन्ने यस्ता 8वटा परिच्छेदमा उनी जलजलालाई भेटाउँदिनन्। काल्पनिक पात्रको रूपमा मात्रै जलजलाको बारेमा तिनी र विद्याले कुरा गरिरहेका हुन्छन्। र नेपालतर्फ आउँदाखेरि त्यो जलजला खोज्ने क्रममा नेपाल आउँछिन् सुनन्दा। र नेपालमा तिनी भैरहवा जेलमा पर्छिन् आउने बित्तिकै, भित्र छिर्ने बित्तिकै। र पहिला तिनी गान्धीवादी हुन्छन्। त्यो एकजना डाक्टर जगदीश भन्ने हुनुहुन्छ यहाँ, जगदीश मार्क्सवादी हुन्छन्। तर विद्याले फर्स्ट भेटमै तिनलाई के भन्छन् भन्दाखेरि यिनी रुसी मार्क्सवादी हुन्, यिनी संशोधनवादी हुन् भनेर भन्छन्। तर त्यो जगदीशको एकहोरो प्रेम हुन्छ सुनन्दासित। उनी रसियामा पढ्न जान्छन् भने यता कम्युनिस्टलाई मन पराउँदिनन् सुनन्दाले सुरुमा। जब भैरहवा जेलमा पर्छिन् त्यहाँ किताबहरू भेट्टाउँछिन् कम्युनिस्टका जेलभित्र। र त्यो जेलभित्र भेटिएका किताबहरू पढेपछि उनी कम्युनिस्ट भन्छन्।
र त्यसपछि उनी काठमाडौँ आउँछिन्। काठमाडौँमा गढवाली जुन एकजना कम्युनिस्ट नेता हुन्छन्, इमान्दार कम्युनिस्ट नेता, तिनी इन्डियाको कम्युनिस्ट आन्दोलन छेदविच्छेद भइसकेपछि, विभाजित भइसकेपछि या लगभग संशोधनवादी दिशामा गइसकेपछि उनी एक्ला हुन्छन् र उनी यो कम्युनिस्ट आन्दोलनको कमरेड शब्द र पार्टीले दिएको नाम गढवाली जोगाउनको निम्ति हजारौं जुनी बाँच्नु परे पनि म बाँच्थे, बलिदान दिन्थे भन्ने त्यति इमान्दार कम्युनिस्ट हुन्छन् गढवाली। तिनी त्यो एरियामा, त्यो कुमाऊ एरियामा घुमिरा हुन्छन्, देशभरि काठमाडौँमा पनि भेटिन्छन्। र यसपछि उनी जो सिनोप्सिस थेसिस लेख्दैछिन् इतिहासको, काठमाडौँमा घुम्न आउँछिन्। उनको कर्णाली प्रदेशको बारेमा, नेपालको र कुमाऊको इतिहासलाई जोडेर इतिहासबाट पिएचडी गर्ने सोच बनाउँछिन्, त्यो टपिकमा हुन्। र काठमाडौँमा उनीहरू घुम्छिन्। त्यो काख भैरवा जेलमा बस्छिन्, त्यसपछि काठमाडौँ आउँछिन्। त्यसपछि जलजलालाई खोजी राख्छिन् तिनले, काठमाडौँमा घुम्छिन्। काठमाडौँको थुप्रै ठाउँहरू जस्तो काष्ठमण्डप, अष्टमातृका, यहाँको पञ्चायती राज, कालीको छाल, माउन्टेन फ्लाइट भन्नाले उनी सगरमाथासम्म जान्छन्। सगरमाथा हेलिकप्टरमा उनको अङ्कलले लिएर जान्छ। र त्यसपछि योगमायाको बारेमा चर्चा हुन्छ। प्राचीन सभ्यता छ भाग 3 मा। यस्ता थुप्रै परिच्छेदहरू छन्। विश्वको संरचना कस्तो छ, प्राग ऐतिहासिक जातिहरूको बारेमा, थारू, मगर, कर्णाली प्रदेश, खस जाति, मस्ट, बनारसको बारेमा, अन्तरिक्ष यात्रा, विश्वको संरचना। भाग 6 मा रणचण्डी भन्ने छ। दर्शन भाग 7 मा दर्शन, क्रान्ति र बलिदानको महाद्वीप छ। यो युरोपको बारेमा छ, अन्तरिक्षको बारेमा छ। र के हुन्छ भन्दाखेरि यो उपन्यासमा कमरेड जलजला जब भेट्छिन्, तिनी कमरेड जलजला छोटो समयको निम्ति लेखकले जलजलासित छोटो समय बिताउँछन्। उनी आफ्नो गाउँ जान्छन् भूमिगत रूपमा। त्यसपछि जलजला अन्तरिक्ष भ्रमणमा निस्किन्छन् काल्पनिक रूपमा। र उनको दिल्लीमा जलजलाले सबै कुरा, त्यो भेटमा आफूले थवाङ गएको, कम्युनिस्ट पार्टीमा लागेको, पार्टीका महाधिवेशनहरू, पार्टीका नेताहरू, अजितसितको आफ्नो लभको बारेमा ती चिठीहरू मार्फत मौखिक रूपमा जब सुनन्दाले जलजलालाई भेट्छिन्, त्यो कुरा बताइसकेकी हुन्छन्। र जलजला चाहिँ एक दिन त्यो सुनन्दाको हस्टेलमा जाँदाखेरि, दिल्लीबाट साथीहरूको कोठाबाट हस्टेलमा जाँदाखेरि तिनी गाडीबाट झर्ने क्रममा युनिभर्सिटीको गेटमा पुग्ने बेला, त्यतिखेर त्यो गाडी छिटो छिटो चलाउने, तिनले झर्न नजानेर गाडीबाट झर्दाखेरि त्यही बित्छिन् तिनी। र सुनन्दाले दोस्रो दिन थाहा पाउँछिन्। र थाहा पाएपछि तिनी छटपटिन्छन्। र लास्टमा उनी विरक्तिएर दिल्ली छोड्छिन् र डाक्टर जगदीशसित मस्को पुग्छिन्, युरोपमा तिनी घुम्छिन्। उनलाई आफू कम्युनिस्ट भएको र तिनी सामान्य जगदीश संशोधनवादी भइसकेको भन्ने कुराबाट उनलाई जगदीशसित विवाह गर्न मान्दिनन्। सिङ्गो युरोप घुम्छिन्। त्यसपछि फर्केर आउँछन् जगदीशसित बिहा नहुने भइसकेपछि। र रोल्पामा पुग्छिन्, रोल्पाको थवाङमा, थुप्रै जातिहरूको बारेमा। त्यो थवाङमा पुगिसकेपछि अजितलाई भेट्छिन् तिनले। त्यो अजित कस्तो होला, यो पुरै नोभेलभरि अजितलाई रिटर्न फर्ममा मात्रै देख्छिन्, चिठीहरूमा मात्रै देख्छिन्। र खोज्दै सिङ्गो यो 1320 पृष्ठ लामो, लगभग 1230-40 पेजसम्म उनी अजितलाई भेटाउँदिनन्।
तर लास्टमा थवाङमा आएपछि उनले अजितलाई भेट्छिन् र अजित र सुनन्दाको माइन्ड त्यो मस्तिष्क यस्तो भइसकेको हुन्छ कि जलजलाले पुरै भन्दा त्यो प्रेम, त्यो अजित र त्यो जलजला बीचको प्रेम सुनेर कस्तो होला अजित भन्ने पर्न जान्छ र त्यसपछि मनै जलजला हुँ भन्छ। तिनी लामो समय त्यत्रो यो लगभग जिन्दगीभरि भनौँ यत्रो नोभेल लेख्दाखेरि तिनी कम्युनिस्ट पार्टीको मेम्बर भएकी हुँदिनन् र अन्तिममा त्यो थवाङमा पुगेपछि त्यो जलजलालाई फर्म उम्मेदवारको फर्म भरेकी थिइन् तिनी। त्यो फर्म कहाँ गयो के गयो भन्ने उनलाई चिन्ता हुन्थ्यो र लास्टमा पार्टीले तिनलाई पार्टी सदस्यता दिएको रहेछ र तिनको नाम कामरेड भामा भनेर भन्छन् त्यहाँ साथीहरू। भने यस्तो अवस्थामा अन्तिममा सुनन्दा र अजितको बिहे हुन्छ र दुवैजना अजितले सुनन्दाभित्र जलजला देख्छिन् र जलजला आफै भएको महसुस गर्छिन् सुनन्दाले। भन्दाखेरि यो नोभेलले सारा संसार, लेखकले सुरुमा के भनेको छ भने मैले भन्न खोजेका कुराहरू, लेख्न खोजेका कुराहरू मैले लेख्न सकिनँ होला, कैयौँ कुराहरू, कैयौँ कल्पनाहरू थिए मेरा भनेर भन्छन्। यो जति हामीले व्यक्त गर्न सक्यौँ त्यो हजारौँ गुणा, लाखौँ गुणाको सीमित चिज मात्रै हामी व्यक्त गर्न सक्छौँ भनेर भनेको छ। भनेपछि यो लेखमा, यो उपन्यासमा यस्तो इमान्दारिता प्रकट गरेका छन् लेखकले। यो कम्युनिस्ट आन्दोलन नेपालको ग्रामीण वर्ग सङ्घर्ष, कम्युनिस्ट केन्द्रका कम्युनिस्टका गतिविधिहरू हामीले यो नोभेल पढ्यौँ भने 2006 सालको कम्युनिस्ट आन्दोलन आफ्नै आँखा अगाडि देखिन्छ। 2028 सालको आन्दोलन, 2018 सालमा को आन्दोलन भनेपछि यो 75 वर्षको कम्युनिस्ट आन्दोलन यति नजिक देखिन्छ। हाम्रा अग्रजहरूले गरेको कम्युनिस्ट आन्दोलन यो देशमा यो पञ्चायती राज गर्दाखेरि, जस्तो सुनन्दा तपाईको जलजला प्युठानबाट भैरवा जाँदाखेरि त्यो सिङ्गो देश नै जेल भएको अवस्था, गतिविधि केही गर्न नपाइने अवस्था भनेपछि यत्रो सूक्ष्म ढङ्गले सरल भाषामा यो नोभेलमा, यो उपन्यासमा वर्णन गरिएको छ कि यो उपन्यास साँच्चीकै पढ्न लायक उपन्यास छ नेपाली कन्टेक्स्टमा र युनिभर्सलको कन्टेक्स्टमा यो प्लुरिभर्सल भन्छ अहिले, त्यो कन्टेक्स्टमा यो फरक उपन्यास छ। एक कोणबाट उपन्यासहरू लेखिए तर यस्तो उपन्यास यो आम जनताको इतिहास लेखिने गरेर लेखिएको यो पहिलो उपन्यास हो जस्तो लाग्छ मलाई विश्व साहित्यमा। भने एउटा सिम्प्लिसिटी, एउटा दुईटा प्रेममा लेखकले त्यही भएर यहाँ भनेको छ यो विश्वको दर्शन हो यो उपन्यास भनेको, र प्रेमको कथा हो, विश्वको दर्शन हो। तपाईहरुले जुन रूपमा लिनुहुन्छ भन्दाखेरि यसमा प्रेम मात्र छैन, यसमा विश्वको दर्शन, जस्तो दर्शन क्रान्ति र बलिदानको महाद्वीप भन्ने छ। कति बलिदान गरेर, कति सङ्घर्ष गरेर मान्छेको यो अवस्थासम्म आइपुगेको, रामापिथेका त्यो आदिम युगदेखि त्यो 4.5 अरब वर्ष पहिलादेखि अहिलेसम्म कसरी मान्छेले सङ्घर्ष गर्यो, कसरी मान्छेको चेतनाको विकास भयो भन्ने जस्ता थुप्रै कुराहरू छन्। यो 15-20 मिनटको विश्लेषणले यस्ता उपन्यासहरूमा व्याख्या विश्लेषण गर्न सकिँदैन। तर समग्रमा आज मैले केही हदसम्म 1 वर्षपछि यो उपन्यास